हिजो शिवरात्रि कसरी स्पेन्ड गर्नुभयो त? हे गाइज, इट्स मी सबिना, वेलकम टु माई मिनी भ्लग। म चाहिँ हिजो मेरो स्कुलको साथी ज्यास्मिनको घर गएको थिएँ। बाटोमा जाँदा जाँदै बच्चाहरू यहाँनिर पुरै बाटो छेकिरहेको थिएँ। ठ्याक्कै म साथीको घर पुगेँ। ज्यास्मिन चाहिँ मोबाइल चलाएर बसिरहेको रहेछ। अनि मलाई देखेर मक्ख परी अनि मलाई स्न्याक्स ल्याएर दिए। अनि त्यसपछि हामी दुईजना बसेर मस्त गफ हान्न थाल्यौँ। स्कुलको के गफहरू हामी सम्झिँदै थियौँ, हाँस्दै थियौँ। त्यसले त्यो गरे, त्यो त्यस्तो थियो नि है, यस्तो यस्तो भनेर हामी मस्त गफ गरेर बसिरहेको थियौँ। ठ्याक्कै त्यही बेलामा हाम्रो बेहुली नानी आइपुग्नु भयो। ज्यास्मिनको मम्मी र बाबाको चाहिँ एनिभर्सरी थियो। अनि त्यसपछि त्यही भएर चाहिँ म गएको थिएँ। जस्मिनको बाबा पनि यता फोनमा बोलिराख्नु भएको थियो। जस्मिन चाहिँ राम्रै हुँदै थियो यहाँनिर, कति राम्रो, वाउ। अनि त्यसपछि ज्यास्मिन चाहिँ स्वस्थानी व्रत बसेको थिएँ। अनि त्यही भएर सगुन दिन भनेर सबैजना आउनु भएको थियो, घरमा पूजा पनि थियो। अनि त्यही भएर पनि म गएको थिएँ जस्मिनकोमा। अनि यहाँनिर अङ्कलहरूलाई, आन्टीहरूलाई सबैजनालाई टिका लगाइदिँदै हुनुहुन्थ्यो। उहाँहरूको चाहिँ सगुन दिनु पर्दो रहेछ। मलाई चाहिँ त्यस्तो केही पनि थाहा थिएन। अनि हल्का हल्का भए पनि मैले सिकेर आएँ। अनि सबैजनालाई टिका लगाइदिएर अन्डा अनि त्यसपछि माछा के दिनुपर्ने रहेछ गाइस। म फर्स्ट टाइम यस्तो थाहा पाउँदै थिएँ। अनि बाहिर चाहिँ यस्तो राम्रो देखिरहेको थियो। अनि मलाई घर आउने बेला भइसकेको थियो। त्यही भएर म भोक लागेर यता खाजा खाँदै थिएँ। ज्यास्मिन पनि खाजा खाँदै थिएँ। कति राम्रो देखेकी थिएँ खाँदाखेरि पनि। अनि खाँदा चाहिँ नखिच्न भन्दै थिएँ, तैपनि मैले खिच्दै। ऊ राम्री छ नि त, खाँदा पनि राम्री देखिन्छ, फोटो भिडियो त खिच्नै पर्यो। अनि त्यसपछि ज्यास्मिनले मलाई पनि लास्टमा टिका लगाइदिए। के आशीर्वाद दिँदै थिएँ मलाई ज्यास्मिनले। अनि टक्क यहाँ प्रसाद सरसाद सबै ढोगेर ओरेर मलाई जस्मिनले दिए। अनि त्यसपछि हामीले भन्यौँ माधव नारायण भनिरहेको छौँ यहाँनिर नि। अनि त्यसपछि मेरो घर आउने बेला भयो, बाई बाई गरेर म निस्केँ। बस पनि थिएन, हल्का हिँडेर आउनुपर्ने थियो। अनि म बस कुदिरहेको थिएँ। लास्टमा सनसेट यस्तो राम्रो भयो। बाई बाई गाइज।